हेलो सबैजनालाई वेलकम छ मेरो भिडियोमा। आज चाहिँ नि म यहाँ साम्ची आएको थियो, अन्त साम्चीबाट फर्किँदैछु। खास त हिजो आएको थियो। मेरो स्विटी र म चाहिँ आज फिन्सिलिङ फर्किँदैछु। यस्तो धुलो भिडियो बनाऊ भनेको थियो अघि, सकेन नि। अब हैन, धुलोले झन्डै मार्यो हो, के भन्नु। हेर्नु न कस्तो छ, यस्तो छ हो। यो चप्पल लाएर आएको थिएँ मैले आज। मेरो स्विटी त बिजोग्ने अझै। यहाँबाट चाहिँ भ्यू पोइन्टमा आएको छ, साम्ची भ्यू पोइन्ट। साम्ची भ्यू पोइन्टमा एउटा कुरो चाहिँ म के भन्न चाहन्छु भने, यहाँ मैले किन रोकेको भने, अब क्या यहाँ साम्ची भ्यू पोइन्ट भ्यू हेर्नु त आउँछ, तर मान्छेहरूको अलिक बेहोरा भएन हौ। यो हेर्नु नि, यस्तो प्लिज क्या हो, यस्तो मैलाहरू चाहिँ नराख्दिनु होला होइन। यस्तो यहाँ पुरा अलिक राम्रो सएन हौ। A few moments later. अहिले चाहिँ नि कहाँ आइपुगेको छ भने, म हलले भन्ने ठाउँमा, जहाँबाट चाहिँ होइन फिन्सिलिङ दोरखा साम्ची जाने बाटो चाहिँ छुट्टिन्छ। यहाँबाट चाहिँ हो नि फिन्सिलिङ जान्छ हो। यताबाट दोरखा, यताबाट चाहिँ साम्ची जान्छ। यो ट्राई जङ्सनमा आइपुगिसकेको छ म चाहिँ। अनि अघि मैले एकजना दाजु र दिदीहरू अराउन्ड 5 मा आउँदो रहेछ। उनीहरूको सामान चाहिँ मैले लिएर आएँ हो। उनीहरू चाहिँ आउँदै हुन्छ अहिले पछाडि। एकछिन उनीहरूलाई पर्ख्यो। नकु नकु ल साथीभाइ, मैले अघि भनिहालेँ होइन, माथि कति चिसो थियो भनेर होइन। फेरि गरम जग्गामा पुग्यो। अघि भित्रबाट यो ज्याकेट चाहिँ अघि फुकालेर हिँड्नु जस्तो भइसक्यो गरमले होइन। तर पनि के गर्न, लगाउनु पऱ्यो होइन, सेफ्टी गियर छ। यहाँ हेर्नु नि, एउटा कुरा चाहिँ म के देखाउनु आँटेको छ भने नि, हिजो अस्ति आउँदाखेरि कत्रो थियो, म थोरै ठुलो छैन पानी पर। अहिले त बाउ बाली त सुक्खा बाली भएछ, सुकिहालेछ नि त। हेर न हो, गर्ने त गिडुङ्ग भइहाल्यो नि त सुकेर। तर भए पनि आइरहेको छ है, यतिको चाहिँ छ है। तर अनि सुकेछ नि अब बाली चाहिँ अलिक सेट भएछ। उनीहरू सबै पहिरो गएको छ हो। परको पनि सुकेछ हो। यहाँको त दामी थियो नि, लास्टै दामी थियो। यहाँ सुकेछ। विन्टर लाग्नु थाल्यो नि त, त्यो भएर नि हो। एउटा त पानी पर्नु थाल्यो हो। अब एकैचोटि उता गएर अब चाहिँ भिडियो बनाउँदिनँ होला, किनभने फेरि झुलो छ, भिडियो बनाउनु थाल्यो नि त कहिले हो। अनि त्यो भएर अब चाहिँ यतिमा अन्त्य गर्छु होला म हजुर। फेरि जग्गामा पनि जानुपर्ने छ हो। यहाँ गरमले पुरा साह्रो परिसकिहाल्यो। अहिले ज्याकेट फुकालेर हिँड्नु जस्तो भएछ, तर पनि सेफ्टी गियर हो भनेर चाहिँ लगाइरहेको छु। मैले अघि नै भने नि, भुटानको वेदर त के हो घरि चिसो घरि तातो। अघि पानीले जग्गामा अर्को छ भन्ने चाहिँ मैले अघि भनिहालेको छु। तर पनि ट्राई चाहिँ गर्दैछु तपाईँहरूको लागि। यस्तो छ हौ, यस्तो अब के भन्नु नि, तुलसाको रोड चाहिँ यस्तो छ है। अस्तिको फ्लडले यस्तो छ। अहिले ठुलो गाडी आएको छैन र मात्रै